मारूंगा तेरे को। Are you comedy me? हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। र आज चाहिँ हाम्रो कम्पनीमा अब सरेको अब धेरै पनि भएको छैन। अनि त्यो किचनमा चाहिँ अब त्यो पहिला माथिको कम्पनीमा बस्दाखेरि त्यहाँ कक्रोचहरू अलिकति बढी नै थियो भनौँ न होइन। अनि त्यहाँबाट चाहिँ अब त्यो किचनको त्यो कार्टुनहरूमा सामानहरू हालेर ल्याउँदाखेरि अनि त्यहाँबाट चाहिँ त्यो सामानहरूमा त्यो कार्टुनको त्यो कुनाकुनाहरूमा चाहिँ कक्रोचहरू थोरै भयो नि आएको रहेछ क्या। अनि आज चाहिँ हिजो यसो हेर्दाखेरि त्यो देखियो है। अनि आज चाहिँ हामीले अब खानासाना खाइसकेपछि अनि सरसफाइ गर्ने सोचिरहेको छौँ सबै मिलेर एकैचोटिमा। त्यही भएर अब म तपाईँहरूलाई अब खानासाना खाइसके पछाडि चाहिँ अब हामीले कता कता के सफा गर्छ म तपाईँहरूलाई सबै देखाउँछु है त। ल आज हाम्रो चाहिँ अब छङ्स कार्यक्रम भइरहेको छ। तपाईँहरूलाई छङ्स हानेको देखाउँछु ल। दुईजना भाइहरू भात खाँदैछन्। दुईजना भात खाँदैछन् के अरे। अहिले खाएर भएपछि उनीहरूको डिपार्ट पनि आफूले गरिहाल्छन्। द्रोणले यता गर्दैछन्। अब मेरो भाग चाहिँ यतापट्टि छ है त। माइक गर्नुपर्ने हो कि ल। यो सोधिएपछि अब पछाडिपट्टि कसरी भेटाउनु होइन उहाँ है A few moments later. यो चाहिँ हाम्रो बाथरुम है। यो चाहिँ हाम्रो बाथरुम। यस्तो मजाले डिपार्ट छुट्याइदिएको हुन्छ। अब म जाँदैछु फेरि त्यही ठाउँमा। यस्तो दामी गरिदिन्छ। भाई ये खाने का चीज है, खाएगा तुरंत खुल रहा था। गैस से मर जाएगा आपकी ठप्सा की चला जाएगा फिर। इधर कोई भी नहीं है।
इधर से निकला था पहले बार एक मारूंगा तेरे को। आर यू कॉमेडी मी हानसङ से ल्यायो मलाई चिन्छ हानसङ में मानिस छ सब में हाथ में से लेके आया। क्या लेके आया? वो निकाल के बाहर रहो सब बाहर रह हानसङ में मानिस छ ल हाम्रो छङ्सको टाइममा यस्तो रमाइलो भइरहेको छ होस्टेलमा धेरै मान्छे भएपछि सब कर रहे हैं। धेरै साथीहरू भएपछि यस्तो रमाइलो छ 여기 또 저거 상 먹었고 이거 왔더라. 이제 빼. उयो सामानहरू सबै निकालेर क्या साइड दोनी क्या है? 부산 좀 쓸고 यिनी सामानहरू 가다가 쓸고. 야 네가 제일 뒤집어내. 씨. हमने घरले गरेर कार्टुन हाल्यो नि यहाँबाट यो छ नि यो कार्टुन के हो हाल्यो यो हाल्यो यो साफ हाल्यो न ओके चेक पॉइंट सम्पत्ति छ जस्तो छ त भित्र यसलाई तपाईँ कहाँ राख्नु त यसलाई जरन पठाउनु लाग्छ त यसलाई त्यही राख्दैन टेबल टावल टावल राख्ने ठाउँ चाहिएन यसलाई त ओके हैन तिम्रो उसमा राख्नु कहाँ लाँदैन हैन त्यो टावल कहाँ राख्नु चाहिँ टावल रहेछ त फेरि चाहिँ बुढो भयो नि हेलो गाइस अब हाम्रो संसको लगभग हामी अन्तिम चरणमा छौँ सबैलाई काम भ्याइयो गर्मी भयो पसिना भयो अब लास्टै अब सकेर त्यही भएर यो टेबल पनि तिमीहरूले त त्यही मिलाउँदा हुन्छ होला यार टेबल चाहिन्छ नि त एउटा आफ्नो खुसी हो अहिले राख्दैन बनाउँछ नि त हाल्छ होला नि होइन रातो गर्नु